पानी परिरहेको छ, कलपट माथि राखेको छ भनेर भन्नुभएको छ। त्यो कहाँनिर छ मैले गएर फेरि पनि हेर्नेछु। त्यसको भुक्तानी भएको छैन होला सायद मलाई लाग्छ। म अनुगमन गरिसकेपछि भुक्तानी हुन्छ। त्यसको म तपाईँलाई कुन कुन ठाउँमा छ त्यो मलाई टिपेर दिनुभयो भने मैले गएर त्यही हेर्नेछु भन्ने कुरो तपाईँलाई जानकारी गराएँ। र भैसावाको कुरा आएको छ। भैसावामा पनि बाटो भन्दा बाहिर होमपाए थालेको मैले मिडियामा हेरेको छु। तर त्यसमा कारणवश पत्ता लगाउँदै गए कहाँको योजना हो त्यो सायद मलाई लाग्छ अहिलेसम्म प्रदेशको योजना हो कि वडाको योजना हो त्यो मैले चाहिँ पत्ता लगाउन सकिरहेको छैन। म त्यो ठाउँमा अब भोलि मैले पुग्ने छु। हेरेर त्यसलाई मैले सुधार कुन ठाउँमा राख्नुपर्छ इन्जिनियर सहित लगेर त्यो राख्ने कुराहरू बिग्रेको छ भने त्यसलाई सब राख्नेछु। त्यो सुझाव आएको एकदमै राम्रो कुरा छ, समयमा आएको छ। त्यसको लागि म धन्यवाद दिन चाहन्छु। र बाँकी जङ्गलको भाइले भनेको छ बाटोमा पानी जम्मा हुन्छ। हामी त्यो साइड मर्मत बाटो पटक पटक बढाउँदैछौँ। सिफारिस गरिदिनुहोस् तर एकपटक गरावट गरिदिउँ। हिँड्ने त आवत जावत बाटो बनोस् भन्ने कुराहरू हामी पटक पटक भनिरहेको छौँ अध्यक्षज्यू हामी। तर त्यो सिफारिस आउन सकेको छैन। त्यस भएको छैन। नत्र पहिले पनि उपाध्यक्ष हो। त्यो बाटो हामी गरावट र नालीसहित गरावट हामी गरेका छौँ। भैसावाको भाइले एकजनाले भर्खर कुरा उठाउनु भएको थियो। त्यो बाटोमा पनि हामी नालीसहित बाटो बनाएका छौँ, गरावट भएको छ। कालोपत्रे बजेटको कुरामा र विकासको कुरामा कुरा गरिराख्नु भएको छ। त्यो मैले चाहिँ भैसावाको बाटोमा मैले दुई पटकको उपाध्यक्ष भएको हुनाले गरावट गरेको मैले आफै स्वयं अनुगमन गरेर भुक्तानी गरेको मान्छे हो भएको छ। अब त्यसलाई हामी कसरी त्यसलाई फेरि पनि बजेट पारेर कर्मगत बजेट पर्छ। एकैचोटि सबै ठाउँ कालो पत्रै हुँदैन। तपाईँलाई अवगत छ राजपुर गाउँपालिका स्थानीय सरकार नहुँदाको अवस्था र अहिलेको अवस्था कस्तो छ। पहिलेभन्दा धेरै फरक भएको छ। त्यो भएको हुनाले तँलाई हामी सोच्नुपर्ने ठाउँमा छौँ र सोच्नुपर्छ। बाँकी कुराहरू तपाईँहरूले मैले तालिम गोष्ठीका कुराहरू भाइले भन्नुभएको छ। महिलाको मात्रै कार्यक्रम हुन्छ, पुरुषको किन हुँदैन। तपाईँहरू फाइल पठाउनुहोस्। किशोरहरूलाई पटक पटक हामी कार्यक्रममा गएका छौँ। तपाईँहरूको माग अनुसार तपाईँहरू कुन सिप सिक्नुहुन्छ अनि कुन सिप सिक्नुहुन्छ भनेर हामी चाहिँ पटक पटक अध्यक्ष र उपाध्यक्ष हरेक कार्यक्रममा तपाईँलाई हामी भनेका छौँ। तपाईँहरूको फाइल खै आएको छ। तपाईँ हामी 25-30 जनाले हामी यो व्यवसाय गर्छौँ अथवा यो आत्मनिर्भर भन्छौँ भन्ने कुराहरू उहाँले फाइल लिएको भए हामी बजेट नराखेको भए हामी दोषी हुन्थ्यौँ। अहिले पनि तपाईँले ल्याउनु भएको छैन भने जसको फाइल आएको त्यसको कार्यक्रम भइरहेको छ। त्यसमा अन्यथा केही पनि छैन। र गाडीको कुरामा अब अध्यक्षज्यू राति हिँडेको एकपटक अब त्यो जल्दीमा कहीँ आउनु भएको थियो होइन भने हामी काम राति पनि हामीले बाध्यता हुन्छ, हिँड्नुपर्छ। त्यस भएको हुनाले भाइ बहिनीहरूले सोच्नुपर्छ। हाम्रो कार्यक्रममा जानुपर्ने कहीँ कसैलाई अप्ठ्यारो पर्यो अथवा रातिमा कसैलाई समस्या पऱ्यो भने हामी त्यो ठाउँमा पुग्नै पर्ने हुन्छ। त्यो भएको हुनाले हामी बाध्यतावश दिनमा 3-4 पटक एउटै बाटोमा ओह्रोदोह्रो गर्नु परेको छ। त्यसमा हामी हिँडिरहेको छौँ। त्यसमा तपाईँको अहिलेको युवाहरूले पैदल हिँडेर यात्रा गरेर गएर समस्या समाधान गर्ने समस्या हुँदैन। त्यस भएको हुनाले हामी हिँडेको कुराहरू अलि थकाइदिनु होला भन्ने कुरा तपाईँलाई मैले भन्न चाहन्छु। बाँकी कुराहरू तपाईँले स्थानीय सरकार नआउँदाको अहिले आइसकेको शिक्षामा तपाईँहरूको विकास कस्तो गरेका छौँ। हामी आइसकेपछि तपाईँलाई 12सम्म पढ्नको लागि निःशुल्क गरेका छौँ। त्यसमा कुनै टिका टिप्पणी छ भने भन्नुहोस्। अरू बाँकीमा तपाईँको टिका टिप्पणी गर्ने ठाउँ छ। विकास निर्माणको कुरामा कर्मगत विकास हुँदै जाने हो। एकैचोटि कायापलट भएर सबै ठाउँमा सिँचाइ पुग्ने, सबै ठाउँमा कालोपत्र एकैचोटि भइहाल्ने भन्ने हामी भगवान होइनौँ। सबै एकैचोटि कायापलट गर्न सक्दैनौँ। कारणवश राजपुर गाउँपालिकाको विकटता, भौगोलिक अवस्था कस्तो स्थिति छ त्यस भएको हुनाले हामी त्यो गरिरहेको अवस्थाहरू छ। नाका क्षेत्रमा भन्नुहुन्छ भने आवत जावत गर्ने हामी जनप्रतिनिधि भइसकेपछि पहिला बाटबाट प्रत्येक नाकामा फेरि घुम्न पर्थ्यो भने आज हामी 3टा ट्र्याक खोलेका छौँ र पूर्व पश्चिम बाटो खोलेका छौँ। त्यसमा आवत जावत गर्ने जनताहरूले सहज भएको छ। त्यस भएको हुनाले कारणवश हाम्रो राजपुर गाउँपालिका विकटताको हिसाबले भौगोलिक अवस्थाले कारणले हामी सबै ठाउँमा भने जस्तो विकास पुर्याउन सकेका छैनौँ। तर स्थानीय सरकार आइसकेपछि केही कुराहरू परिवर्तन भएको छ। र बाँकी तपाईँहरू कर्मचारी लाग्ने कुरामा गर्नुभएको छ। म न्यायपालिकाको संयोजकको नाताले न्याय उचित हुनुपर्छ भन्ने कुरामा म पनि लागेको छु। हुनसुन अब त्यो नातावाद गोतावाद हामी यहीँ जन्मिएको, हाम्रो माइती यहीँ भएको, हामी सबैजना यहीँ भइसकेपछि हाम्रो नाताबाट गोतावाद सबै आफ्नै पर्छन्, जनता सबै आफ्नै पर्छन्। योग्यता अनुसार क्षेत्र अनुसार
जागिरी कोही खाएको होला, त्यसमा कसैले वार्ड नखोले त्यतिकै खुवाएको छ भने व्यक्तिगत लिएर आउनुहोस्, त्यसलाई कसरी हामी निकाल्नुपर्छ गर्नको छैन, प्रक्रिया पुगेको छैन भने प्रक्रिया पुरा हामी अगाडि बढ्नेछौँ भन्ने कुरा तपाईँहरूको माझमा जानकारी गराउन चाहन्छु। बाँकी तपाईँको व्यक्तिगत रिस राखेर त्यो नगर्नुहोस्। अहिलेको युवा भाइ बहिनीहरूले यो विकास गर्नको लागि यो समयमा यो स्थितिमा सबैजना एकजुट हुनुपर्छ र तपाईँको सल्लाह सुझाव अनुसार हामी अगाडि काम गर्नेछौँ र तपाईँको फाइदा आयो भने हामी त्यही हिसाबले काम गरी अगाडि बढाउनेछौँ भन्ने मलाई तपाईँको माझमा राख्दै आज आइपुग्नु सम्पूर्णलाई धन्यवाद दिँदै आफ्नो 2 शब्द तपाईँ जनप्रतिनिधि भएर मेरै सरुवा भएको बेलामा मैले तपाईँलाई फोन गर्दाखेरि हाम्रै नुन पानी खाने र हाम्रै विरुद्धमा समाचार लेख्ने तपाईँको अधिकार हो भन्ने, तपाईँको नुन पानी कुनै तपाईँको पालिका पुलमा त हातको कर्मचारीले कहाँबाट तपाईँको नुन पानी खाएको प्रश्न पाइदिन्छ। धन्यवाद छ तपाईँले। तपाईँ शिक्षाभूमि पत्रकार हो, एउटा तपाईँले एउटा काम गर्नुपर्छ। पत्रकार हो भने तपाईँ सरकार लिएर काम गर्नुपर्छ, होइन पत्रकार होइन भने तपाईँ शिक्षाभूमि शिक्षा हिसाबले काम गर्नुपर्छ। त्यति मात्र मैले बोलेको हो, त्यसमा तपाईँलाई अन्यथा लाग्छ भने तपाईँले त्यसको जवाब मलाई यो महिना मिडियामा बोलाएर दिन सक्नुहुन्छ। म दिन तयार छु, तपाईँको माझमा राख्न चाहन्छु। होइन तपाईँ शिक्षामा शिक्षामा प्रगति ल्याउने हामी खोज्ने, तपाईँहरू पत्रकार मिडियामा निकाल्ने, राम्रो कुरा नलेख्न जाने, जानको कुरा मात्रै लेख्न जानु भएको छ। अनि त्यसका कुराहरू पत्रकार बन्धुहरू पनि सही कुरालाई सही भन्नुपर्छ, प्रगति भएको प्रगति भन्नुपर्छ। बाँकी तपाईँले आफ्नो अन्यथाले गर्दा जागिर छोड्नुभयो भने त्यो कुरा आफै भन्नुपर्छ। मैले त्यो कुरा जान्दैन। धन्यवाद। जागिर छोड्ने ठुलो कुरा होइन, तर जागिर फेर्न पाउने त आफ्नो अधिकारको कुरा हुन्छ, त्यो त मेरो